हेलो हेलो सबैजनालाई नमस्कार। आजको भिडियोको सुरुवात हुँदैछ हाम्रो काम गर्ने ठाउँबाट। विशेष त मैले आज यो भिडियो बनाउनुको मेन कारण चाहिँ हामीले काम गर्ने ठाउँ नजिकै यो सिम साग भन्छ यसलाई, कतै कतै चाहिँ खोली साग भन्ने पनि चलन छ, नेपालतिर पनि प्रशस्त पाइन्छ। हामीले काम गर्ने एरियामा चाहिँ यो साग चाहिँ अत्याधिक मात्रामा फलेको छ है साथीहरू। अत्याधिकै भन्दा पनि हुन्छ, अलि सानो छ। अबको हप्ता 10 दिनमा चाहिँ यो खाना लायकको हुन्छ होला। कोरियामा बस्नुहुने साथीहरूलाई चाहिँ यदि यो साग चाहिन्छ भने हामी टेकअवे पनि गर्न सक्छौँ, अर्डर गर्न सक्नुहुन्छ। अहिले चाहिँ होइन, 8-9 दिन, अझै 10 दिन जति चाहिँ लाग्छ होला। यो चाहिँ हाम्रो ठाउँ। अहिले हामी बसिरहेको ठाउँ चाहिँ छुङसाङ नाम्जो नोङसानसी याङचोन मेन नोनसानरी भन्छ यो ठाउँलाई चाहिँ। ल, पकाउँदा चाहिँ यस्तो हुन्छ है।